नमस्कार। तपाईहरूको अनलाइन नेपाल च्यानलमा तपाईहरूलाई स्वागत छ। यो दोस्रो पाठ। हामीले पहिलो पाठमा नेफिल्सको युजर आइडी बनाइसकेको छौँ र आफ्नो उद्योग विवरण पनि प्रोफाइल पनि तयारी गरिसकेका छौँ। अब हामीले सिफारिसको लागि आवेदन कसरी दिने सो म यहाँ तपाईहरूलाई जानकारी गराउँदैछु। तपाईहरूले यो भिडियो सुरु गर्नुभन्दा अगाडि अघिल्लो भिडियो हेर्नुहोला। सो भिडियोको लिङ्क मैले डिस्क्रिप्सनमा पनि उल्लेख गरेको छु। अब हाम्रो दोस्रो पाठ रिकमेन्डेसन सिफारिस। सर्वप्रथम म तपाईहरूलाई सिफारिसका लागि चाहिने आवश्यक कागजपत्रहरू के हुन् र सो कागजपत्र कसरी बनाउने भन्ने कुरा सिकाउन गइरहेको छु। यो जुन माथिको तीनटा धर्को भएको अप्सन बटन छ त्यो अप्सन बटनमा क्लिक गर्ने। त्यसमा सबैभन्दा तल रिसोर्सेस छ, रिसोर्सेसमा जाने। त्यसपछि रिक्वायर्ड डकुमेन्ट्स भनेर छ, त्यहाँ क्लिक गर्ने। क्लिक गरिसकेपछि यस्तो आयो। हामीले उद्योग 1 नम्बरको काम सकिसकेका छौँ। अब हाम्रो दोस्रोमा चाहिन्छ सिफारिसका लागि चाहिँ के कस्ता कागजात चाहिन्छ भन्ने कुरा यहाँ छ। यहाँ 4वटा मेन कागजपत्र अनिवार्य रूपमा हामीले अपलोड गर्नुपर्ने हुन्छ। 1 प्राविधिक प्रस्ताव, 2 उद्योग दर्ता गर्दा निकायमा दिएको निवेदन, 3 सिफारिस पत्र र 4 भुक्तानी प्रमाण कागजात। अन्य अप्सनमा छन्, तपाईलाई कम्पलसरी छैन अपलोड गर्न। यहाँ चाहिँ के छ भने यो प्राविधिक प्रस्ताव बनाउन कसरी बनाउने भन्ने कुरा म तपाईलाई एकैछिनपछि सिकाउने छु। यहाँ 2 नम्बर उद्योग दर्ता गर्दा निकायमा दिएको निवेदन, यो भनेको चाहिँ एउटा उदाहरण घरेलुमा तपाईहरूले चाहिँ दर्ताका लागि अनुसूची 1 भरेर जुन दिनुहुन्छ त्यो भरिसकेपछिको त्यसको फोटो तपाईले लिएर यहाँ अपलोड गर्ने। अर्को घरेलुले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयको नाममा एउटा पत्र काटेको हुन्छ, सिफारिस पत्र। सो सिफारिस पत्र यहाँ तपाईले अपलोड गर्ने। र 4 नम्बरमा तपाईहरूले सिफारिस बापतको दस्तुर रु 200 तिरेको राजस्व तिरेको चाहिँ प्रमाण अपलोड गर्नुपर्ने हुन्छ। तपाईलाई म 2 र 3 तपाईसँग अलरेडी हुन्छ। 4 भुक्तानी प्रमाण कागजात भनेको चाहिँ कहाँबाट हेर्ने भन्ने तपाईहरूलाई म भन्न गइरहेको छु। त्यसका लागि फेरि अप्सनमै जाने, यहाँ क्लिक गर्ने। क्लिक गरिसकेपछि रिसोर्सेसमा जाने। त्यहाँ राजस्व पेमेन्ट भन्ने छ अप्सन दोस्रोमा। यसरी गरिसकेपछि यहाँनिर राजस्व दस्तुर छ। उद्योग सिफारिसको लागि लाग्ने राजस्व दस्तुर सम्बन्धी विवरण भनेको छ रु 200 रुपियाँ मात्रै। यहाँ अन्य विवरणहरू पनि उल्लेख गरेको छ, जुन नयाँ अनुमति पत्र, नवीकरण, यस्ता सम्पूर्ण कुरा उल्लेख गरेको छ। तपाईले 200 को लागि मात्र चाहिन्छ। र 200 कहाँ तिर्ने भन्दाखेरि चाहिँ यो जुन राष्ट्रिय वाणिज्य ब्याङ्कको जुनसुकै शाखा ब्याङ्क खाता नम्बर यति अथवा कार्यालयको नाम खाद्य प्रविधि गुण नियन्त्रण विभाग बर्मल काठमाडौँ राजस्व सर्भिसमा तिर्दा पनि भयो। होइन भने जुन अनलाइन भुक्तानी हामी जुन revenue.fcgo.gov.np मा जाने, त्यहाँ गएर चाहिँ सम्बन्धित कुन कार्यालयमा तपाईँ सिफारिसको लागि आवेदन दिनुहुँदैछ, जस्तै खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय जनकपुरमा दिनुहुँदैछ भने तपाईले यहाँ रेभिन्यूको धनुषा जिल्ला छानेर चाहिँ खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयमा क्लिक गरी त्यहाँनिर चाहिँ तपाईले 200 दस्तुर तिर्ने र दस्तुर तिरिसकेपछिको जुन पेड स्टेटमेन्ट भनेर आउँछ त्यसको फोटो अपलोड गर्ने, त्यति हो। अब अर्को कुरा आउँछ तपाईहरूलाई चाहिँ टेक्निकल रिपोर्ट, प्राविधिक प्रस्ताव भन्छ। त्यसमा तपाईहरूलाई अप्ठ्यारो परिरहेको मैले देखिरहेको छु। त्यसका लागि चाहिँ के गर्ने भन्दाखेरि चाहिँ हेर्नुहोस्, यही अप्सनमा जाने। अप्सनमा गएर यहाँनिर युजर गाइड भन्ने छ, यहाँ क्लिक गर्ने। युजर गाइडमा चाहिँ के छ त भन्दाखेरि चाहिँ हाउ टु क्रिएट अ युजर एकाउन्ट, त्यो हामीले क्रिएट गरिसक्यौँ। हाउ टु रिक्वेस्ट फर अ रिकमेन्डेसन, यहाँ तपाईले जाने हो भने तपाईलाई केही कन्फ्युज लागेको अवस्थामा यो 2 नम्बरमा यहाँ क्लिक गरेर हेर्दाखेरि कसरी गर्ने भन्ने कुरा सम्पूर्ण डिटेल पनि यहाँ उल्लेख गरेको छ। यहाँ सबै तपाईहरूलाई कुनै पनि प्राय हेल्पएर बिना तपाईहरूले चाहिँ काम गर्ने गरी हाम्रो खाद्य प्रविधि गुण नियन्त्रण विभागले यो वेबसाइट क्रिएट गरेको हो। अब यहाँनिर तपाईलाई चाहिँ सम्पूर्ण डिटेलहरू दिइएको छ। यसरी हाउ टु एप्लाई फर लाइसेन्स क्यान्सिलेसन, हाउ टु एप्लाई फर लाइसेन्स भन्ने कुरा पनि यहाँ तपाईलाई दिएको छ। हाम्रो मेन टार्गेट भनेको चाहिँ टेक्निकल रिपोर्ट, प्राविधिक प्रस्ताव कसरी बनाउने भन्ने कुरा छ।
त्यसको लागि चाहिँ रिसर्चमा गरेर 1 नम्बरमै छ टेक्निकल प्रपोजल फर्मेट छ। यहाँ क्लिक गर्ने। अब हेर्नुहोस्, प्राविधिक प्रस्ताव तयार गर्ने निर्देशिका। यहाँनिर यो निर्देशिकाको आधारमा तपाईँले चाहिँ आफ्नो उद्योगको टेक्निकल प्रपोजल तयार पार्नुपर्छ। त्यसका लागि यहाँनिर जम्मा दिएको बुदा छ। कतिवटा जम्मा बुदा भन्दा 13वटा बुदा छ। यो बुदामा रहेर चाहिँ तपाईँले आफ्नो प्रस्ताव तयार पार्ने। यसमा कुनै झन्झट नमानिकन जे छ त्यही हामीले कुनै पनि उद्योग सञ्चालन गर्नु पूर्व मैले के उद्योग सञ्चालन गर्दैछु, के उत्पादन गर्दैछु, त्यसमा कस्ता कस्ता वस्तुहरूको प्रयोग गर्दैछु, कस्ता कस्ता प्रक्रियाहरू प्रयोग गर्दैछु, सम्पूर्ण कुरा हामीले चाहिँ अध्ययन गरेको हुनुपर्छ र हुन्छन् नै। तसर्थ सोही कुरा तपाईँले चाहिँ यो टेक्निकल प्रपोजलमा लेख्ने हो। टेक्निकल प्रपोजलमा 1 नम्बरमा उद्योगको परिचय तथा उद्देश्य लेख्ने। तपाईँहरूले सम्पूर्ण उद्योगको कुन ठाउँमा, कसको नाममा, के उद्देश्यका साथ सम्पूर्ण डिटेलहरू यो परिचय तथा उद्देश्यमा खुलाउने। दोस्रो नम्बरमा उद्योगको मेसिनरी तथा उपकरणको विवरण। कस्ता कस्ता मेसिनहरू प्रयोग गर्नुहुन्छ, उपकरणहरू के छन्, ती सम्पूर्ण कुरा, त्यो कहाँबाट ल्याउनु भएको हो, फुड ग्रेडको हो वा होइन, ती सम्पूर्ण जति डिटेल दिन सक्नुहुन्छ तपाईँले त्यसमा डिटेल जानकारी दिने। अर्को उद्योगको विस्तृत नक्सा तपाईँले त्यहाँनिर प्रेजेन्ट गरिदिनु पर्ने हुन्छ। र 4 नम्बरमा प्रशोधन प्रविधि तथा प्रशोधन प्रवाह चार्ट, जुन प्रोसेस फ्लो चार्ट, कसरी चाहिँ उत्पादन गर्नुहुन्छ त, यो पहिले सफा गर्छु, त्यसपछि यो गर्छु, त्यसपछि यो गर्छु, त्यसपछि यो गर्छु भनेको एउटा प्रोसेस फ्लो चार्ट चाहिन्छ। 5 नम्बरमा प्रशोधन गर्ने विधिको कार्ययोजना, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर, कसरी तपाईँले चाहिँ हाम्रो प्रशोधन गर्नुहुन्छ त्यसको चाहिँ स्टेप बाई स्टेप त्यो विधि उल्लेख गर्ने। अर्को असल उत्पादन अभ्यास सम्बन्धी तयारी, सरसफाइको व्यवस्था के कस्तो छ, जुन यो कीट नियन्त्रण अनि किरा मुसा चरा अन्य परजीवीहरू नियन्त्रणका लागि के कस्ता तपाईँले चाहिँ त्यहाँनिर व्यवस्थापन गर्न लागिराख्नु भएको छ, ती सम्पूर्ण जानकारी दिनु पर्यो। यदि तपाईँकोमा प्रयोगशालाको व्यवस्था छ भने त्यसको गुणस्तर परिचय तथा गुणस्तर वस्तुको व्यवस्थापन, के कुराहरू चाहिँ त्यसमा चाहिँ प्रयोगशालामा चेक जाँच गर्नुहुन्छ, त्यसको डकुमेन्टेसन के कसरी राख्नुहुन्छ, ती सम्पूर्ण कुराहरू यसमा खुलाउने। र अर्को कच्चा पदार्थ, तपाईँको उद्योगमा प्रयोग हुने कच्चा पदार्थको स्रोत के हो, त्यसको अवस्था के कस्तो छ, त्यसलाई चाहिँ त्यहाँ सुरक्षित राख्न कस्ता कस्ता उपाय अपनाउनुहुन्छ, ती कुराहरू उल्लेख गर्नुपर्छ। त्यसपछि तपाईँको जुन प्याकेजिङ मटेरियल छ, प्याकेजिङ मटेरियलको सम्पूर्ण विवरण, त्यो फुड ग्रेडको हो कि होइन, त्यसको जुन स्पेसिफिकेसन के कस्तो छ, त्यसमा चाहिँ के खुलाउनुहुन्छ, लेबलिङमा के खुलाउनुहुन्छ, त्यो सम्पूर्ण डिटेल तपाईँहरूले त्यसमा उल्लेख गर्ने। त्यसपछि त्यहाँ जनशक्ति कस्ता दक्ष अदक्ष स्किल्ड मेन पावर अथवा चाहिँ नर्मल मेन पावर कस्ता प्रयोग गरिराख्नु भएको छ, उहाँहरूको बारेमा चाहिँ डिटेल जानकारी दिने। र कामदारहरूलाई चाहिँ उहाँहरूले चाहिँ अपनाउनु पर्ने जुन व्यक्तिगत सरसफाइको कुराहरू हुन्छन्, उहाँहरूले अनिवार्य रूपमा प्रयोग गर्ने लत्ता कपडा हुने औजारहरूको कुराहरू हुन्छन्, त्यो उल्लेख गर्ने। र 12 नम्बरमा उत्पादित वस्तुको भण्डारण तथा वितरण विधि, कसरी भण्डारण गर्नुहुन्छ, वा त्यसलाई चिसो अवस्थामा राख्नुपर्ने हो कि अनि न्यानो अवस्थामा राख्नुपर्ने हो कि, र त्यसलाई चाहिँ राख्दाखेरि कोठामा कति हाइटमा राख्ने, भुइँदेखि भित्तादेखि कति हाइटमा राख्नुहुन्छ, त्यो सम्पूर्ण कुरा गराउनु पर्यो। र अन्तिममा तपाईँले चाहिँ त्यो खाद्य वस्तु उत्पादन गर्दाखेरि र खाद्य वस्तुको चाहिँ स्वच्छता र गुणस्तर कायम गर्न चाहिँ के कस्ता प्रतिबद्धता व्यक्त गर्नुहुन्छ, त्यो कुरा उल्लेख गरिसकेपछि तपाईँको टेक्निकल प्रपोजल प्राविधिक प्रस्ताव तयार भयो। ती सम्पूर्ण तयार भएकोलाई चाहिँ प्रिन्ट गर्ने र तल साइन उद्योगपतिले साइन गर्ने र त्यसलाई चाहिँ 20 MB भन्दा तल साइज हुने गरी चाहिँ अनि त्यहाँनिर हाम्रो यो अपलोड गरिसकेपछि हाम्रो काम, सिफारिसको काम सकियो। अब हेर्नुहोस्, सम्पूर्ण कागजात के कस्तो त पनि मैले भने। अब हामी सिफारिसतिर सिधै जाँदैछौँ। यहाँ सिफारिसमा यसरी क्लिक गर्ने। सिफारिसमा क्लिक गरिसकेपछि यहाँ एप्लाई फर रिकमेन्डेसन छ, यहाँ क्लिक गर्ने है। क्लिक गरिसकेपछि यहाँ आफै आउँछ उद्योग। मैले अघि नै अघिल्लो भिडियोमा राम उद्योग भनेर गरेको थिएँ, राम उद्योग भयो। त्यसपछि आउँछ उद्योग भयो।
त्यसपछि कागजातमा के कस्तो भन्दा टेक्निकल प्रपोजल प्राविधिक प्रस्ताव अघि मैले कसरी प्रस्ताव गर्नु भने त्यो अनुसार प्राविधिक प्रस्ताव तयार भएकोलाई अपलोड गर्ने म यहाँनिर एउटा स्याम्पलको लागि एउटा अपलोड गर्दैछु। यो प्राविधिक प्रस्ताव हाम्रो यहाँ अपलोड भयो। त्यसपछि आउँछ उद्योग दर्ता गर्दा निकायमा दिएको निवेदन। यो मैले भने नर्मली यो जुन घरेलुमा दिँदाखेरि चाहिँ अनुसूची 1 भएर दिन्छ, त्यसको फोटो खिचेर ल्याउने र यहाँनिर अपलोड गर्ने। म एउटा कुनै एउटा जुन फोटो अपलोड गर्दैछु, उद्योग दर्ता गर्दा दिएको निवेदन। ल यो भयो, यो पनि मैले अपलोड गरेँ। अनि कम्पनी रेगुलेसन एन्ड म्यानेजमेन्ट एडमिनिस्ट्रेसन लेटर जुन यो प्रबन्ध पत्र भन्छ, यो चाहिँ अनिवार्य छैन। यो जुन स्टार लगाएको रातो स्टार लगाएको चाहिँ अनिवार्य हो, यहाँ नलगाएको अवस्थामा यो अनिवार्य छैन। जुन प्रोपोज इन्डस्ट्रियल लेआउट तपाईँसँग प्रस्तावित उद्योग लेआउट छ भने गर्नुहोस्, हाल्दा हुन्छ, होइन भने सिधै तल जाने। अनि सिधै तल गइसकेपछि कुनै थप अरू कागजातहरू तपाईँ अपलोड गर्न चाहनुहुन्छ भने त्यहाँ एड एडिसनल डकुमेन्टमा जाने, होइन भने डाइरेक्ट नेक्स्ट गरिदिने। अब नेक्स्ट गरिसकेपछि डकुमेन्टेसन सबै भयो। अब म सिलेक्ट डिआरटिक्युसी अफिस भनेर आउँछ, त्यहाँ क्लिक गर्ने। सपोज म यहाँनिर जनकपुर कार्यालय फुड टेक्नोलोजी एन्ड क्वालिटी कन्ट्रोल अफिस यहाँ क्लिक गर्दैछु। यहाँ चुज गरेँ। मैले जुन यो सिफारिस भनेको चाहिँ जनकपुर कार्यालयबाट लिने हो, किनकि सप्तरीको मध्य प्रदेश अन्तर्गत यो खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय जनकपुरले हेर्ने गरेको छ। यहाँनिर यो यहाँ क्लिक गर्ने। तपाईँको विराटनगर हो भने विराटनगर, पोखरा हो भने पोखरा, यसरी नै भन्ने। त्यो क्लिक गरिसकेपछि तल आउने। तल आइसकेपछि सिफारिस माग गर्ने कार्यालय कहाँबाट चाहिँ तपाईँ सिफारिस माग गर्नु हुँदैछ त, कुन कार्यालयबाट, सप्तरीको हो कि सिराहाको हो कि घरेलु हो कि, यहाँनिर अप्सन आउँछ। यो डिपार्टमेन्ट अफ इन्डस्ट्री हो कि यो जुन अफिस अफ कटेज एन्ड स्मल इन्डस्ट्रिज, मैले यहाँबाट हो, यसबाट गर्दैछु। र कुन जिल्लाबाट रिकमेन्डेसन आस्किङ, मैले भनेको चाहिँ यो सपोज मैले चाहिँ यहाँ सप्तरी जिल्लाबाट गर्दैछु। सप्तरी कहाँ छ, अब सप्तरी भेट्न गाह्रो। सप्तरी यहाँ मैले भेटेँ। सप्तरी भेटेपछि अब लेटर नम्बर, यो लेटर नम्बर भनेको चाहिँ पत्र सङ्ख्या, जुन त्यो घरेलुबाट दिएको जुन पत्र छ त्यो पत्रमा पत्र सङ्ख्या छ है, 2082/83। अब त्यसमा चलान नम्बर त्यहीँनिर उल्लेख भएको हुन्छ। सपोज एउटा मैले हाल्दैछु 231, कुन मितिमा, त्यो मिति पनि उल्लेख गर्ने। जस्तै 2082/09/10। उद्देश्य के हो, हाम्रो उद्देश्य भनेको चाहिँ उद्योग रजिस्ट्रेसन हो। त्यसपछि उद्योग रजिस्ट्रेसनमा क्लिक गर्ने। यति भइसकेपछि अब पर्पज मेन्सन इन रिकमेन्डेसन, सिफारिस पत्रमा के उद्देश्य लेखेको छ, ठ्याक्कै पत्रमा जे उद्देश्य उल्लेख गरेको छ, यो उत्पादन गर्ने भनेर गरेको हुन्छ। जस्तै मैले चाहिँ पनिर उत्पादन तथा बिक्री वितरण गर्ने भनेर मेरो पत्रमा थियो, पनिर उत्पादन तथा बिक्री वितरण जे छ ठ्याक्कै त्यही गर्ने। अनि त्यसपछि जुन त्यो सिफारिस पत्र उता घरेलु दिएको पत्र छ त्यसलाई नि यहाँनिर अपलोड गरिदिने। सिफारिस पत्र अपलोड पनि भयो, यति पनि भयो। अब पेमेन्ट अघि मैले कसरी गर्ने भन्ने, हाम्रो जुन revenue.fcgo.gov.np मा गएर चाहिँ त्यहाँनिर पेमेन्ट गरिसकेपछि कुन डेटमा पेमेन्ट भएको, सपोज यहाँ अङ्ग्रेजीमा, सबै अङ्ग्रेजीमै गर्ने, 2082/09 यो डेटमा मेरो भएको। अनि त्यहाँनिर भोचर नम्बर हुन्छ, त्यो नम्बर यहाँनिर हाल्ने। एउटा ऱ्यान्डममा हालिदिँदैछु, तपाईँहरूले चाहिँ हेरेर हाल्नु होला। र पेमेन्ट गरेको कति, पेमेन्ट भनेको सिफारिसको लागि जहिले पनि 200 हो। र जुन यो पेमेन्ट गरेको भोचर छ त्यो भोचर यहाँनिर अपलोड गर्ने। यसरी म एउटा कुनै एउटा अपलोड गरिदिँदैछु, एउटा अपलोड गरिदिएँ।
यसरी अपलोड गरिसकेपछि तपाईँको सम्पूर्ण विवरणहरू सिफारिसको लागि चाहिँ पुरा भयो। त्यसपछि तपाईँले यसरी सबमिट गरिदिने। सबमिट भइसकेपछि जुन कार्यालयमा हामीले पठाएको छौँ सो कार्यालयले चाहिँ तपाईँको सम्पूर्ण डकुमेन्टहरू भेरिफाई गर्नुहुन्छ र उहाँहरूले चाहिँ यदि तपाईँले पुनः फेरि कागजपत्र मिलाउनु पर्नेछ, केही करेक्ट गर्नुपर्ने छ भने सोही अनुसार तपाईँहरूलाई मेसेज आउँछ। होइन भने तपाईँहरूको यो जुन सिफारिस पत्र तयार हुन्छ है। यसरी चाहिँ तपाईँले सिफारिसको अनलाइनबाटै मोबाइलमै घरमै बसी बसी गर्न सक्नुहुन्छ। र फेरि अब म अर्को भिडियो लिएर आउनेछु। सो भिडियोमा तपाईँले चाहिँ खाद्य अनुमति पत्र, नयाँ खाद्य अनुमति पत्र सिफारिस भइसकेपछि तपाईँको दर्ता हुन्छ। दर्ता भइसकेपछि तपाईँले बिना लाइसेन्स तपाईँले उद्योग सञ्चालन गर्न पाउनुहुन्न। त्यसको लागि नयाँ अनुमति पत्रको लागि पनि कसरी अनलाइनबाटै प्रक्रिया अगाडि बढाउने भन्ने कुरा म अर्को तेस्रो पार्ट लिएर आउँदैछु। धैर्य गर्नु होला है। हस्, धन्यवाद।